हाम्रो सदानन्द हामी बनाउँछौँ राम्रो सदानन्द। नमस्कार, म नवीन कलाजैरू। सदानन्द नगरपालिकाको विकास, योजना, गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौँ राम्रो सदानन्द कार्यक्रमको दोस्रो श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्दछौँ। सदानन्द नगरपालिका सङ्घको सहकार्यमा रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ज तथा BNG मल्टिमिडियाद्वारा सञ्चालित जनगुनासो युट्युब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो हाम्रो सदानन्द हामी बनाउँछौँ राम्रो सदानन्द। आर्थिक वर्ष 2082-83 को रातो किताबमा समावेश भएका योजना, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको दोस्रो श्रृङ्खलामा यस आर्थिक वर्षमा सम्पन्न भएका शिक्षासँग सम्बन्धित गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौँ। साथै पछिल्लो 15 दिनभित्र सदानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास गतिविधि, सामाजिक तथा अन्य महत्त्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ। अब लागौं कार्यक्रमको मुख्य प्रस्तुतितर्फ। यस आर्थिक वर्षमा सदानन्द नगरपालिकाको पहल तथा लगानीमा शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन्। पालिकाभित्र एक नमुना विद्यालय सहित 71 सामुदायिक विद्यालय साथै 5 निजी, 1 गुरुकुल र 1 क्याम्पस रहेको छ। पालिकामा भएको सरकारी विद्यालयहरूको भौतिक पूर्वाधार विकासमा सदानन्द नगरपालिकाले केही फरक ढङ्गबाट गतिविधि अगाडि बढाएको छ। पालिकाले UWS नेपालसँगको साझेदारीमा 4 वटा विद्यालयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार तयार गरेका छन्। यही विषयमा हामीले सदानन्द नगरपालिकाका शिक्षा शाखा अधिकृत मणिराम तामाङसँग जानकारी लिएका छौँ। हाम्रो सदानन्द नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिको लागि UWS नेपाल पालिका र विद्यालयको सहकार्यमा भौतिक पूर्वाधार अन्तर्गत 4 वटा विद्यालय चाहिँ हाम्रो सम्पन्न भइसकेको छ। निर्माण कार्य सम्पन्न भएको छ भने अब 2टा विद्यालय चाहिँ लगतै बन्ने क्रममा रहेछ। बनिसकेको विद्यालयहरूमा सिंहदेवी आधारभूत विद्यालय सनपा 14, त्यसरी सिंहवाहिनी आबि सनपा 7, सुभद्रा पञ्चकन्या आबि सनपा 6 र जनोदय आधारभूत विद्यालय सनपा 2 चाहिँ भौतिक रूपमा विद्यालयहरू निर्माण भइसकेका छन् भने बाँकी 2टा विद्यालय सन्त माध्यमिक विद्यालय सनपा 1 र खारतोक माध्यमिक विद्यालय सनपा 3 चाहिँ यसै आधारमा पढ्ने चरणमा रहेछ। के छ भने विद्यालय UWS नेपालको नेपाल विद्यालय र पालिका 3 वटाको त्रिपक्षीय संलग्नता रहेको छ विद्यालय निर्माणमा। पहिलो UWS नेपाल, दोस्रोमा विद्यालय र तेस्रो पक्ष सदानन्द नगरपालिका रहेको छ यसमा, जसमा सदानन्द पालिकाको तर्फबाट ढुङ्गा, गिटी, बालुवा तथा त्यो विद्यालय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको लागि आवश्यक जमिन खार्ने, सम्याउने लगायतको कार्यहरू पर्छ भने विद्यालयले जनश्रवण र काठको व्यवस्थापन गर्छ। बाँकी चाहिँ UWS नेपालले लगानी गरेर भवन निर्माण हुन्छ। यो सम्झौता चाहिँ शैक्षिक सत्र 2080देखि सुरु भएर क्रमशः अहिलेसम्म लागू भइरहेछ। अनि जस्तो यो USWसँगको अरू सम्झौतामा चाहिँ शैक्षिक सुधारका पाटोमा चाहिँ कस्तो खालको सम्झौता अथवा के सहयोग भइरहेको छ? हजुर, यो USसँगको सम्झौतामा चाहिँ भौतिक पूर्वाधारको साथसाथै अब शैक्षिक गुणस्तर सुधारको पनि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। जस्तो एउटा जिरो एजुकेसन पोभर्टी कार्यक्रम अन्तर्गत हामीले 14 वटा वडा कम्तीमा एउटा विद्यालय पर्ने गरेर UWSको कार्यक्रमको असल अभ्यास र हाम्रो पनि कार्यक्रम समाहित गरेर चाहिँ एक एकजना फेलो शिक्षक राखेर हामीले
अभिभावक समुदायसँग कसरी जोड्न सक्छौँ अथवा युडब्ल्युएसले ल्याएको असल अभ्यासहरूलाई हामीले कसरी अपनाउन सक्छौँ अथवा हाम्रो भइरहेको कार्यक्रमलाई कसरी असल बनाउन सक्छौँ लगायतको विषयमा चाहिँ हामीले फेलो शिक्षक अन्तर्गत 14वटा विद्यालयहरूमा चाहिँ शैक्षिक गुणस्तरको विभिन्न कार्यक्रमहरू भइरहेछ। यस आर्थिक वर्षको हामी अन्त्यमा आइसकेका छौँ। अब कार्यक्रमहरू करिब सकिने अवस्थामा छ। केही सशर्त कार्यक्रमहरू जस्तो यतिखेरै गर्नुपर्ने जस्तो हाम्रो तथ्याङ्क अध्यावधिकको कार्यक्रमहरू हुन्छ, त्यो वैशाखभरिमा एडमिटेड विद्यार्थीहरू जेठ 7 देखि हामी त्यसको तथ्याङ्क सत्यापन अथवा के कति भयो भन्ने कार्यक्रम गर्छौँ र केही सरकारले अहिले भर्खरै नयाँ कार्यक्रमहरू ल्याएको छ, त्यो कार्यक्रमको अभिमुखीकरण गर्ने कार्यक्रम छ। अरू नियमित कार्यक्रमहरू हाम्रो यस आर्थिक वर्ष लगभग सम्पन्न भइसकेको छ। सडानन्द नगरपालिका र युडब्ल्युएस नेपाल बीच 2080 सालमा सम्झौता भएको थियो। सोही वर्षदेखि त्रिपक्षीय साझेदारीमा 4वटा सुविधा सम्पन्न विद्यालयको भवन निर्माण भइसकेको छ भने 2वटा निर्माण चरणमा रहेको छ। सडानन्द नगरपालिका, युडब्ल्युएस नेपाल र विद्यालयको साझेदारीमा भवन निर्माण भइरहेको छ। सडानन्द नगरपालिका र युडब्ल्युएस नेपाल बीच 2080 सालमा भएको सम्झौतापछि शिक्षा क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। वडा नम्बर 14 मा रहेको सिंहदेवी आधारभूत विद्यालयमा नयाँ भवन निर्माण भएसँगै विद्यार्थीहरू व्यवस्थित वातावरणमा अध्ययन गरिरहेका छन्। पुरानो तथा दृढ भवन हटाएर आधुनिक तथा सुरक्षित भवनमा पढ्न पाउँदा विद्यार्थी र शिक्षक दुवै उत्साहित देखिएका छन्। एकदमै खुसी लागेको छ, केटाकेटी पनि एकदमै खुसी छ। अब सुविधायुक्त ठाउँ छ सबै कुराहरू होइन। अब क्यान्टिनहरूको पनि व्यवस्था छ, क्यान्टिनमा मैले नै खाजा बनाएर खुवाउँछु। अनि अब ठिकै छ, अब स्कुलको अवस्थाहरू सबै ठिकै छ, राम्रै छ। एकदमै खुसी, म पनि खुसी छु र मेरो छोरा पनि अब राम्रै पढिरहेको छ। सबै विद्यार्थीहरू राम्रै पढिरहेको छ, राम्ररी पढाइराख्नु भएको छ, सबै ठिकै छ। त्यसै गरी वडा नम्बर 6 स्थित सुभद्र पञ्चकन्या आधारभूत विद्यालयको भवन पनि त्रिपक्षीय साझेदारीमा निर्माण सम्पन्न भएको छ। विद्यालयले भौतिक पूर्वाधारसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएको छ। विद्यालयमा कम्प्युटर कक्षा, नृत्य तथा गायन प्रशिक्षण, तेक्वान्दो अभ्यास, खेल मैदान र आफ्नै क्यान्टिन भवन समेत सञ्चालनमा ल्याएको छ। विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिएको शिक्षकहरू बताउँछन्। यसबाट त धेरै फाइदा भएको छ। अब त्यस्तो कच्ची भवनमा बसेर पढाउँदा विद्यार्थीहरूलाई सिकाउँदाखेरि हामीलाई धेरै अप्ठ्यारो भएको थियो। धुलम्मे कक्षा कोठाहरू थिए, यति राम्रो बनाइदिनु भएको छ। त्यसको लागि चाहिँ यो सडानन्द नगरपालिका, यहाँको समुदाय र युडब्ल्युएस संस्थालाई हामी धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छौँ। हामी विद्यालयको तर्फबाट धेरै सहज भएको छ। खानेपानी पनि अहिले युडब्ल्युएस भन्दा नि यो फिल्टर चाहिँ हाम्रो बेल्जियमका वर्नरका दम्पतिहरूले त्यो फिल्टर राखिदिनु भएको छ। क्यान्टिन बनाइदिनु भएको छ, हेर्दाखेरि आकर्षक सुन्दर नै बनाइदिनु भएको छ। सबै कुरा सुविधा सम्पन्न भएको छ। हजुर, त्यहाँ चाहिँ हामीले अब पाठ्यक्रमभन्दा बाहिर गएर त हामीले अब अरू सिकाएर त हुँदैन। त्यो सङ्गीत कक्षालाई चाहिँ हामी त्यो पाठ्यक्रम सँगसँगै यो स्वास्थ्य शारीरिक र सृजनात्मक कलामा जोडेर हामीले सङ्गीत कक्षा सञ्चालन गरेका छौँ। एक पिरियड चाहिँ सबै 1-5 विद्यार्थीहरूलाई सङ्गीत सिकाउँछौँ। र अर्को अहिले चाहिँ नयाँ यो तेक्वान्दो भन्ने एउटा पनि गराइरहेका छौँ। त्यो चाहिँ भर्खरै हामी यो गत यही वैशाखकै 25-26 गतेदेखि चाहिँ यो तेक्वान्दो पनि अभ्यासहरू गराउँदै हुनुहुन्छ। यहाँ एकजना मिस हुनुहुन्छ, तेक्वान्दोकै गुरु हुनुहुन्छ मिस, उहाँले मिस त्यसको लागि सिकाउँदै हुनुहुन्छ। त्यो 2टा सब्जेक्टहरू चाहिँ फाल्टु हामी गराउँदैछौँ। हामीले स्थानीय विशाल र त्यो सँगसँगै सिकाउने त्यो स्थानीय हामीले अहिले पाठ्यक्रम हाम्रो नगरपालिकाले निकालेको स्थानीय पाठ्यक्रम छ, त्यसलाई पनि सँगसँगै सिकाउने र सङ्गीतलाई पनि सँगसँगै सिकाउने भनेर हामीले यहीँको हाम्रो सुरेन्द्र कोलामी सर उहाँलाई नै त्यो सङ्गीतको लागि राखिएको छ। उहाँले नै त्यो 2टा सब्जेक्टलाई चाहिँ मर्ज गरेर चाहिँ सिकाइ भइरहेको छ।
वडा नम्बर 7 मा रहेको सिंहवाहिनी विद्यालयको भवन पनि त्रिपक्षीय सहकार्यमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। सुविधा सम्पन्न भवनमा शिक्षण सिकाइ गर्न पाउँदा विद्यालय परिवार उत्साहित बनेको छ। वास्तवमा हाम्रो विद्यालयमा हाम्रो श्री सिंहवाहिनी आधारित विद्यालयमा युडब्ल्युएस नेपाल संस्था आएर चाहिँ काम गर्न थालेपछि यहाँ चाहिँ भौतिक निर्माण सम्पन्न भएको छ। 2 वर्ष अगाडि भौतिक निर्माण सम्पन्न भयो र यो भौतिक निर्माण सम्पन्न भइसकेपछि वास्तवमा पहिलेका भवनहरू निकै जीर्ण अवस्थामा थियो र त्यहाँ चाहिँ 2-3 चोटि त्यहाँका चाहिँ विभिन्न हाम्रा शैक्षिक सामग्रीहरू हराएका पनि अवस्था थिए। त्यहाँ चाहिँ बच्चा बच्चीहरू बसेर त्यस्तो अवस्थाको जीर्ण अवस्थामा थियो भने हामी भवन बनाइसकेपछि पूर्ण रूपमा सुरक्षित छौँ। एकदमै हेर्न पनि राम्रो छ, शैक्षिक वातावरण एकदम राम्रो भएको छ र भौतिक पक्ष राम्रो भइदिँदा हामी सुरक्षित वातावरणमा बच्चालाई पढाउन पनि सम्भव भएको छ भने हामीलाई शैक्षिक सामग्रीको हिसाबले पनि युडब्ल्युएस नेपालले निकै सामग्रीहरू दिएको छ। यहाँ चाहिँ हामीलाई यो चाहिँ शिक्षकका लागि चाहिँ मार्करहरू, अब विद्यार्थीका लागि चाहिँ विभिन्न खालका झोलाहरू, ज्यामिति बक्सहरू, विभिन्न रिबनहरू, यस्ता शैक्षिक सामग्रीहरू जस्तै कपी पनि निकै हामीले प्राप्त गरेका छौँ। यसरी हामीले शैक्षिक क्षेत्रमा पनि शैक्षिक सामग्रीको रूपमा निकै प्राप्त गरेका छौँ भने हामीलाई चाहिँ शिक्षण कुशलता, अब शैक्षिक शिक्षण विधि सम्बन्धी पनि यसले विभिन्न तालिमहरू दिएर हामी शिक्षकलाई निकै जिम्मेवारी ढङ्गले चाहिँ काम गर्नको लागि यसले उत्साहित गरेको छ र निकै राम्रो परेको छ। र विद्यार्थी जुन आउने चाहिँ जुन डर थियो, जुन एउटा चाहिँ विद्यार्थी चाहिँ कक्षा कोठामा कम आउने जुन दर थियो, त्यो दर पनि घटेर अहिले निकै राम्रो परिस्थितिका साथ हामीले शिक्षण कार्यक्रम हामीले चलाइरहेका छौँ। अहिले वडा नम्बर 2 स्थित जनद्वय आधारभूत विद्यालयको भवन उद्घाटन गत वैशाखमा गरिएको हो। उद्घाटन कार्यक्रममा युडब्ल्युएस नेपालका प्रतिनिधि तथा नगर प्रमुख सुरेन्द्र कुमार उदासको सहभागिता रहेको थियो। नगर प्रमुख उदासका अनुसार विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै शैक्षिक उपलब्धिमा समेत सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। विद्यालयको भौतिक सुधारमा सहयोग गर्ने सबैलाई मेयर उदासले धन्यवाद व्यक्त गरेका छन्। Team Tropic has made a great support for us. All the teams also is here. And the people who contribute voluntarily to make this building, our guardian community people are also here and feeling happiness. So it is the great day. It is the wonderful day. In this occasion, I would like to thank Tropic teams, all the member, team leader. विद्यालयहरू सुविधा सम्पन्न बनेपछि अभिभावक र विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया आउन थालेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्। सर्वप्रथम त नगरपालिका र युडब्ल्युएसको साझेदारी यहाँले भन्नुभयो। यो चाहिँ युडब्ल्युएस संस्था, नगरपालिका र उपभोक्ताहरूको त्रिपक्षीय साझेदारीमा निर्माण भएको चाहिँ यो भवन हो र यहाँ चाहिँ जति बेला हामी कच्ची भवन जहाँ कि सबैभन्दा पहिलो शिक्षाका लागि पहिलो आधार भनेको त्यहाँको शैक्षिक वातावरण बनाउने कुरा हो। त्यसो भएको हिसाबले शैक्षिक वातावरणभित्र भौतिक पूर्वाधार पनि पर्दछ र विगतमा भएका चाहिँ अव्यवस्थित कच्ची भवनहरू बच्चाहरूलाई चाहिँ पढ्नका निम्ति जाँदाखेरि धुलो मैलो हुने परिस्थितिबाट आज चाहिँ जुन हिसाबले युडब्ल्युएस नगरपालिका साझेदारीमा उपभोक्ताहरूको उल्लेखनीय सहभागितामा जसरी आज चाहिँ एउटा चाहिँ सुविधा सम्पन्न भवन बनेको छ, त्यहाँ भवन मात्रै छैन, त्यहाँ चाहिँ शौचालय पनि व्यवस्थित शौचालय बनेको छ, खेलका सामग्रीहरू छन् र एउटा चाहिँ शैक्षिक वातावरण बनाउने काम भएको छ। यसले चाहिँ उपभोक्ताहरूमा, विद्यार्थीहरूमा र अभिभावकहरूमा एक किसिमको ऊर्जा प्रवाह भएको छ, जसले चाहिँ विद्यार्थीहरूका लागि शैक्षिक सामग्रीहरू चाहिँ विद्यालयमा उपलब्ध गराइदिने अहिले चाहिँ जुन हिसाबले युडब्ल्युएसले नियमित रूपमा चाहिँ फेलो शिक्षकको रूपमा एकजना शिक्षक, त्यसै गरी विभिन्न चाहिँ समयमा विभिन्न अनुगमन, त्यसै गरी विभिन्न समयमा
विद्यालयको माग र विद्यालयको आवश्यकता अनुसारका शैक्षिक सामग्रीहरू वितरण गरिदिने उपलब्ध गराइदिने कुराले गर्दाखेरि आजको माग वैज्ञानिक शिक्षा सँगसँगै प्रविधिको प्रयोग जुन हिसाबले गर्नुपर्ने परिस्थिति निर्माण भएको छ, यी सबै कुरामा यो चाहिँ जब भवन बनिसक्यो, जब युडब्ल्युएसले यो चाहिँ सहयोग गर्न सुरु गरेको छ, त्यस पश्चात यहाँका चाहिँ उपभोक्ताहरूमा एउटा चाहिँ शिक्षाप्रतिको दृष्टिकोण, शिक्षाप्रतिको चाहिँ उहाँहरूको चाहिँ लगाव, उहाँहरूको चाहिँ सहभागिता बढेको मैले महसुस गरेको छु। सँगसँगै जुन हिसाबले आज पछिल्लो समयमा सामुदायिक विद्यालयप्रति एक हिसाबको चाहिँ बढ्दो विश्वासक्रम छ, त्यसलाई पनि केही हिसाबले यसले चाहिँ विश्वासलाई चाहिँ जागृत गरेको छ र उपभोक्ताहरूको चाहिँ अभिभावकहरूको सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण सकारात्मक हिसाबले चाहिँ अगाडि बढेको मैले महसुस गरेको छु। यसैबीच नगरपालिकाले सामुदायिक विद्यालयहरूमा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। अरूण माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कृषक र अभिभावकहरूको सहभागिता रहेको थियो। यो आज हाम्रो दिवा खाजा विशेष कार्यक्रम चाहिँ यसको 2-3वटा उद्देश्यहरू छन्। स्पेसल्ली चाहिँ स्थानीय उत्पादन जुन हाम्रो गाउँघरमा उत्पादन हुन्छ, त्यो उत्पादनलाई चाहिँ विद्यालयसँग जोड्ने र विद्यालयमा हाम्रो बालबालिकालाई स्वास्थ्य र पोषणयुक्त खाजा खुवाउने नै हाम्रो आजको कार्यक्रमको मुख्य उद्देश्य हो। यस कार्यक्रममा हाम्रो विद्यालयको तर्फबाट विव्यास पदाधिकारी तथा अनि हाम्रो अगुवा कृषक तथा कृषक समूहहरू, जनप्रतिनिधि, शिक्षा समितिका सदस्यहरू संयुक्त रूपमा आज छलफलमा बसेको छ। यो छलफलले चाहिँ स्पेसल्ली हाम्रो स्थानीय ठाउँमा उत्पादन हुने जुन रैथाने कृषि बालीहरू छ, त्यो कृषि बालीलाई विद्यालयसम्म ल्याउने र विद्यालय र समाजको सम्बन्ध स्थापना गराउन के कस्तो कार्यक्रम गर्न सकिन्छ, त्यो र त्यसबाट चाहिँ बालबालिकाको पोषण, स्वास्थ्य स्थिति सुधार गरेर दिवा खाजालाई व्यवस्थित बनाउने नै हो आजको कार्यक्रमको मुख्य उद्देश्य। यता किराँत समुदायको महत्त्वपूर्ण सांस्कृतिक उभौली पर्व भव्य रूपमा सम्पन्न भएको छ। किराँत राई यायोक्खा सडानन्द नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा तुम्लिङटार सहित 16वटा सिली प्रदर्शन टोली सहभागी भएका थिए। सहभागीहरूले मौलिक वेशभूषा र साकेला सिली मार्फत किराँत संस्कृतिको आकर्षक प्रस्तुति दिएका थिए। कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। अहिले हाम्रो समुदायमा पहिलेभन्दा निकै नै आफ्नो संस्कार संस्कृति प्रति चाहिँ अलिकति आकर्षण बढेकै हो र त्यसमा विशेषतः विभिन्न सङ्घ संस्थाहरूलाई पनि हामीले धन्यवाद दिनै पर्छ। त्यसमध्ये किराँत राई यायोक्खाले देशव्यापी रूपमा चाहिँ किराँत राई समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र विभिन्न किसिमका चाहिँ नै मौलिक अनुसारका चाहिँ चाडबाडदेखि लिएर अन्य कुराहरूमा पनि धेरै काम गर्दै आइरहेको छ। त्यसमा हामीले हाम्रो सडानन्द नगरपालिकाको हकमा भन्नुपर्दाखेरि किराँत राई यायोक्खाको तर्फबाट हामीले मनाउने जुन चाहिँ उभौली र उधौली चाड छ र त्यो उभौली र उधौली चाडमा चाहिँ हामीले वर्षै पछि चाहिँ साकेला सिली नाच कार्यक्रमको आयोजना गर्ने र चाहिँ त्यसमा पनि त्यसलाई चाहिँ अलिकति व्यापक बनाउनको लागि विभिन्न मिडियाको माध्यमद्वारा चाहिँ त्यसलाई प्रचार प्रसार गर्ने कामहरू भइरहेको छ र त्यस अनुरूप जसरी हामीले चाहिँ भर्खरै पनि सम्पन्न भएको उभौली चाडको अवसरमा आयोजित साकेला सिली नाच कार्यक्रम थियो। उक्त कार्यक्रममा चाहिँ हाम्रो समुदायको मात्रै नभएर अन्य समुदायको पनि यो सिली नाचप्रतिको आकर्षण बढेको महसुस मैले गरेको छु र त्यो कार्यक्रममा चाहिँ जुन किसिमको उपस्थिति देखिएको थियो एकदमै गर्व मान्नुपर्ने अवस्था छ र हामीले अहिलेसम्म चाहिँ हाम्रो यो समुदायको निमित्त आफ्नो संस्कार संस्कृतिप्रति युवाहरूलाई, यहाँले भन्नुभयो जस्तै युवाहरूलाई चाहिँ बढी प्रेरित गर्नको निमित्त सामाजिक सञ्जालका माध्यमहरू, मिडियाका माध्यमहरू पनि हामीले प्रयोग गरिरहेका छौँ र चाहिँ हामीले
अघि मैले भने जस्तै हाम्रा चाडबाडको चाहिँ अवसरमा उँधौली उँभौली चाडको अवसरमा र हाम्रो किराँत राई समुदायको जुन सम्बत छ त्यसलाई चाहिँ हामी एले सम्बत भन्छौँ। एले सम्बतको अवसरमा पनि हामीले चाहिँ शुभकामना आदान प्रदान गर्ने कार्यक्रमहरू गरिरहेका छौँ र यसरी चाहिँ हामीले अहिलेसम्म चाहिँ काम गरिरहेका छौँ। हाम्रा चाहिँ समुदायलाई चाहिँ आफ्नो भाषा धर्म संस्कार संस्कृतिप्रति प्रेरणा दिनको निमित्त र अझै हामी चाहिँ हामीले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारहरू अझै धेरै छन् र हामी आउने समयमा पनि यो किसिमको जुन किसिमले हामीले चाहिँ हाम्रो चाडबाडको अवसरमा विशेष ओकेजनहरूमा चाहिँ हामीले विभिन्न किसिमको चाहिँ कार्यक्रमहरू गरेर हाम्रो संस्कार संस्कृतिलाई उजागर गर्ने काम गरिरहेका छौँ। त्योभन्दा अझ बढी कार्यक्रमहरू चाहिँ हामी आगामी समयमा गर्दै अगाडि बढ्ने हाम्रो चाहिँ विचार रहेको छ, उद्देश्य रहेको छ र अहिले भने हामीले चाहिँ तपाईँको चाहिँ त्यो हाम्रो चाडबाड र विभिन्न अवसरहरूमा चाहिँ यसरी कार्यक्रमहरू आयोजना गर्नु बाहेकका अन्य कामहरू हामीले हाम्रो चाहिँ जुन साकेला थानहरूको चाहिँ मर्मत तथा सम्हार गर्ने र चाहिँ निर्माण गर्ने कामहरू पनि हामीले धेरै ठाउँमा गरिरहेका छौँ र हामीले दिङ्लागढी डाँडामा जसलाई चाहिँ अहिले कैलाश डाँडा पनि भनिन्छ त्यो डाँडामा पनि हामीले चाहिँ हाम्रै पहलमा किराँत राई आएका दिङ्लाकै पहलमा चाहिँ साकेला भूमिथानको निर्माण कार्यलाई अगाडि बढाएका छौँ र त्यो क्रमागत रूपमा चाहिँ निर्माण कार्य अगाडि बढिरहेको छ र अन्य ठाउँहरूमा पनि विभिन्न ठाउँहरूमा हामीले साकेला थानको मर्मत गर्ने पुनर्निर्माण गर्ने र किराँत राई समुदायको चाहिँ सांस्कृतिक विषयमा चाहिँ महत्त्व राख्ने विभिन्न चिजहरूको प्रतिमा निर्माण गर्ने कार्यहरूमा पनि किराँत राई आखाले काम गरिरहेको छ र योभन्दा आउने समयमा हामी अझ चाहिँ हाम्रो समुदाय र चाहिँ विशेष गरेर सरकार पक्षसँग पनि र अन्य समुदायहरूसँग पनि सहकार्य गरेर मिलेर यो हाम्रो समुदायको भाषा धर्म संस्कार संस्कृति र हाम्रो जुन एउटा चाहिँ गर्विलो इतिहास छ सभ्यता छ त्यसलाई पनि उजागर गर्दै अगाडि बढ्ने हाम्रो लक्ष्य रहेको छ। धन्यवाद। शिक्षा, संस्कृति र विकासका विविध गतिविधिसँगै सदानन्द नगरपालिका अघि बढिरहेको छ। शिक्षा, संस्कृति र विकासका विविध गतिविधिसँगै सदानन्द नगरपालिका अघि बढिरहेको छ। यससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। आगामी अङ्कमा थप गतिविधि र विकास योजना सहित पुनः भेट हुनेछौँ। तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसँगै म नवीन कला पनि बिदा हुन्छु। नमस्कार।